हेलो गाइज नमस्ते सबैजनालाई आरामै हुनुहुन्छ होला नि होइन आज चाहिँ हामी हाम्रो होइन हाउसकिपिङ पार्टनरहरू चाहिँ यसरी यो जुन चाहिँ गेस्टहरूले छोडेको हुन्छ नि अपार्टमेन्टमा बोतलहरू चाहिँ हामीले 3 दिन जति भयो क्या 3-4 दिन जम्मा गरौँ न त भनेर जम्मा गर्न थालेको। अनि हाम्रो चाहिँ यत्रो यत्रो झोला हेर्नु न यहाँ आमामा ठुलो ठुलो 2टा भऱ्यो क्या। अनि अझै एउटा सानो बाँकी थियो। अनि त्यो चाहिँ अब यो चाहिँ ट्राई गरौँ त्यो चाहिँ पछि बालौँ के अरे पछि लैजाउँ ल भनेर हामीले निर्णय गऱ्यौँ। अनि यो हेर्नु न 2टा झोला चाहिँ हामी 4जना मिलेर पेटेङ 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 पल्टाउँदै भर्यौँ यसरी खसाल्दै टिप्दै 4जना हाँसी मजाक गर्दै लगिरहेछौँ क्या। यहाँबाट हेर्नु न सिनहरू पनि फेरि कस्तो राम्रो देखिएको कि यो भर्याङबाट न ओह्रालो झर्दा चाहिँ पुरा रमाइलो हुन्छ। अनि उकालो झर्दा चाहिँ कस्तो गाह्रो हुन्छ कि आमा मलाई मनै पर्दैन यो भर्याङको उकालो चढ्नुलाई कि। हेर्नु न यहाँ के बोलेको यसले मेरो फोनबाट आफै बोल्दै रहेछ क्या। फेरि यो चाहिँ मेरो साथी पुष्पा हो, साथी बहिनी जे भन्ने नि हुन्छ होइन हौ। हामी हेर्नु न 4जना ल्याङठ्याङ पारेर के होइन अरूको पैसा खाएर हिँडेर मोज गर्नुभन्दा यसरी नै बोतल बटुल्यो आफ्नै खुट्टामा उभिएको जस्तो काम पनि भयो पैसा पनि आयो। फेरि बाटोमा टिप्दै हिँड्नुपर्ने होइन, अपार्टमेन्टमै गेस्टहरूले छोडेको हुन्छ नि त। अनि त्यसलाई फाल्नुभन्दा चाहिँ हामीले चाहिँ त्यसलाई ल यसरी जम्मा गरौँ न त बेचौँ न त भनेर है हामी 4जना 5 6 7जना छन् हाउसकिपिङमा। 7जनाको निर्णय चाहिँ यो हो। हेर्नु न यहाँ पुरा है भोल्ता लेखेको हुन्छ रहेछ। अनि यहाँ हाल्यो लाइन थियो कति धेरै लाइन थियो। हामी चाहिँ नि लगभग 1.5 घन्टा 2 घन्टा लाग्यो नि यो हाल्नुलाई, किनकि बोतल हेर्नु न हाम्रो कति धेरै थियो नि त। मैले हेरेको बोतल 130 40 55 कि 60वटा चाहिँ बोतल थियो रहेछ। अनि 80वटा कि कतिवटा चाहिँ क्यान थियो कि हाम्रो। अनि पुरा हामीले एकअर्काको पुरा जोडेको छ। अनि फेरि हामीले हाल्दा हाल्दा चाहिँ हाम्रो मिसिन हेर्नु न बिग्रियो क्या। बिग्रियो भन्दा नि यसलाई त्यो सफा गर्नु पर्दो रहेछ नि त। अनि त्यहाँको मैले गार्डलाई बोलाएँ, हेरिदिनुहोस् न प्लिज के भयो भनेर। उसले मजाले सफा गरिदियो। अनि फेरि हामीले हाल्यौँ पटापट पटापट हाल्यौँ है। अनि एकचोटि चाहिँ बिचमा पपेल निकाल भनेर आयो। अनि 4:30को चाहिँ हामीले पेपर पहिले अगाडि निकालिसकेको थियो। अनि फेरि यहाँ चाहिँ अनि त्यसले सफा गरिसकेपछि फेरि अनि हाल्दैछौँ कि हामी बोतलहरू हाल्दै थियौँ होइन फटाफट हालेको छैनौँ। अनि त्यहाँनिर फेरि कतिजनाले चाहिँ त्यो भोल्ता नलेखेको नै हालेछ कि। अब त्यो मेरो साथी जेल छ भनेको अलिकति अलि देख्दैन, हामी सबैजना नदेख्ने नै हौँ क्या। अनि अब बोतल पायो भन्दै भटाभट जम्मा गरेको थियो नि त। अनि कतिवटा चाहिँ भोल्ता नभएको रहेछ। यदि तपाईँहरू पनि बोतलहरू चाहिँ हाल्नु छ भने